सम्माननीय सभामुख महोदय, आज बिहान पशुपति आर्यघाटमा आफ्ना आफन्तको लास दाह संस्कार गर्ने पैसा नभएर एकजना विपन्न नागरिकले मलाई सहयोगको अपेक्षासहित फोन गर्नुभयो। त्यो फोनले मलाई एकछिन झस्कायो अनि एकछिन दुखी बनायो। सभामुख महोदय, एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरिब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ। सभामुख महोदय, जन्मेर कोक्रोमा चढ्दै गर्दा त हामीले कर तिरेर आयौं, तर मरेर चितामा चढ्दै गर्दाखेरि पनि आज एउटा विपन्न नागरिकले बिना शर्त निशुल्क धुवामा उड्न नपाउने यो राज्य नागरिक मैत्री राज्य हुन सक्दैन। तसर्थ म सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि विपन्न वर्गका नागरिकहरूलाई कम्तीमा मृत्यु हुँदाखेरि राज्यले म अभिभावक छु है, म छु तिम्रो साथमा भन्ने खालको त्यो प्रतिबद्धता व्यक्त गरोस्। धन्यवाद।